हजुरको कन्टेन्ट राम्रो छ तर भाइरल हुँदैन। यो सुनेर हजुरलाई लाग्यो होला मनै खराब हो कि? आन्सर होइन। यो हजुरको गल्ती होइन, हजुरलाई भाइरल कन्टेन्टको स्ट्रक्चर थाहा छैन। आजको भिडियोमा म हजुरलाई क्लियर एक्सप्लेन गर्छु। फेसबुकले भिडियो कसरी जज गर्छ, भाइरल भिडियोको एक्ज्याक्ट एनाटोमी के हो, यो बुझेपछि भाइरल भिडियोको एक्ज्याक्ट एनाटोमी के हो, यो बुझेपछि भाइरल भयो कि भएन यो गेसिङ होइन, प्रेडिक्टेबल प्रोसेस हुन्छ। वेलकम टु डे 9 अफ फेसबुक मास्टर क्लास। लेट्स सेलिब्रेट फर्स्ट। र आज निकै नै महत्त्वपूर्ण टपिक छ। फेसबुक भाइरल कन्टेन्टको एनाटोमी, हुकलाई, फ्लोलाई, रिटेन्सनलाई हामीले कभर गर्ने नै छौँ। सबैभन्दा सुरुमा माइन्डसेट रिसेट गर्नुपर्ने आवश्यकता छ। भाइरल इज नट इक्वल्स टु लक। धेरै क्रिएटर्स भन्छन् भाइरल त लक हो। एउटा भिडियो चल्यो, अर्को चलेन, लक ब्लेम। र ट्रुथ सुन्नुहोस्, फेसबुक अल्गोरिदम लक फलो गर्दैन। फेसबुक अल्गोरिदम फलो गर्छ इमोसन, रिटेन्सन, वाच टाइम। अल्गोरिदमलाई यो फरक पर्दैन हजुरको फलोअर्स कति छन्, हजुरको क्यामेरा डिएसएलआर छ कि मोबाइलबाट क्लिक गर्नुभएको छ, हजुरको पेज नयाँ हो कि पुरानो। फेसबुकले सोध्ने एक मात्र क्वेसन हो, मान्छे यो भिडियो हेरिरहेछ कि छैन। हेरिरहेछ भने पुश गर्छ, हेरे छैन भने स्टप गर्छ। र पार्ट 1 बाट सुरु गरौँ, हुकबाट। जुन फर्स्ट 3 सेकेन्ड्स रुलमा पनि हामीले कुरा गरेका थियौँ। फेसबुकमा फर्स्ट 3 सेकेन्ड्स सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। यो 3 सेकेन्ड्समा अडियन्स डिसाइड गर्छ स्क्रोल अर स्टे। हुक भयो भने स्क्रोल रोकिन्छ, वाच टाइम स्टार्ट हुन्छ। र हुकको विक हुक र स्ट्रङ हुकको हामी इक्जाम्पल हेर्नेछौँ। र विक हुकमा पर्छ नमस्ते साथीहरू भन्ने, या त आजको भिडियोमा भनेर सुरु गर्ने, या त प्लिज लाइक एन्ड सेयरबाट सुरु गर्नुभएको छ भने, किनकि यो सुन्ने बित्तिकै औँला चल्छ अनि हजुरको भिडियो स्किप हुन्छ। स्ट्रङ हुकको फर्मुला हेरौँ, यसलाई सेभ गर्नु होला। 3 वटा पोइन्ट छ, पेन बेस्ड हुक, क्युरियोसिटी बेस्ड हुक र बोल्ड स्टेटमेन्ट हुक। कि त पेनबाट सुरु गर्नुहोस्, कि त क्युरियोसिटी जगाउने खालको स्टेटमेन्ट दिनुहोस्, या क्वेसन सोध्नुहोस्, या त बोल्ड स्टेटमेन्टबाटै सुरु गर्नुहोस्। इक्जाम्पलमा हेर्ने हो भने, यो गल्तीले हजुरको फेसबुक पेज कहिले मोनेटाइज हुँदैन, यसरी सुरु गर्नुहोस्। या त 99% क्रिएटर्सले यो कुरा रङ गर्छन्, यसरी सुरु गर्नुहोस्। या त यो कुरा बुझ्नु भएन भने डेली पोस्ट पनि युजलेस हुन्छ, यसरी सुरु गर्नुहोस्। हुक भनेको इन्ट्रोडक्सन होइन, एटेन्सन ग्र्याब हो। र पार्ट 2 फ्लो रहन्छ एउटा महत्त्वपूर्ण फेज, र यसले डिसाइड गर्छ मान्छे किन भिडियोमा रहन्छ भनेर। हुकले मान्छे रोकिन्छ, तर हुकले मात्रै भाइरल हुँदैन, मान्छे बस्नको लागि फ्लो चाहिन्छ। अब फ्लो भनेको के हो, हामी त्यसतर्फ लागौँ। लजिकल अर्डरमा बनाउनु भएको छ भिडियो, क्लियर नेक्स्ट पोइन्ट छ, कन्फ्युजन छैन भने त्यसलाई फ्लो भएको भिडियो भनिन्छ। र सिम्पल फ्लो स्ट्रक्चर 4 वटा पोइन्टलाई लिस्ट आउट गरेको छु। नम्बर 1 प्रोब्लम, र प्रोब्लमबाट सुरु गर्नुहोस्। नम्बर 2 रिजन, प्रोब्लमको रिजन भन्नुहोस्। नम्बर 3 सोल्युसन, प्रोब्लमको सोल्युसनलाई देखाउनुहोस्। र नम्बर 4 नेक्स्ट इज, यदि एप्लिकेबल हुन्छ भने यो पोइन्टलाई पनि हजुरले राख्नुपर्छ। भिडियो भित्रभित्र अडियन्सले यो फिल गर्नुपर्छ अब के हुन्छ, यो फिलिङ आयो भने स्क्रोल हुँदैन। र पार्ट 3 मा रहन्छ रिटेन्सन ट्रिगर्स, मस्ट पावरफुल। रिटेन्सन भयो भने रिच एक्सप्लोड हुन्छ अनि मोनिटाइजेसन फास्ट हुन्छ। अब रिटेन्सन बढाउने रियल ट्रिक्स सुन्नुहोस्, रिटेन्सन बुस्ट टेक्निक्स। नम्बर 1 क्वेसन सोध्नुहोस्, हजुरको पनि यस्तै भएको छ भनेर सोध्नुहोस्। या त काउन्टडाउनलाई प्रयोग गर्नुहोस् रिटेन्सनको लागि। 3 मिस्टेक छन्, लास्ट ओन सबैभन्दा डेन्जरस, यसरी सुरु गर्नुहोस्। या त ओपन लुपबाट सुरु गर्नुहोस्, इनमा म यो सोल्युसन दिन्छु। र इक्जाम्पल लाइनलाई हेरौँ। अन्तिम पोइन्ट चाहिँ 99% क्रिएटर्सले एक्सपेक्ट गर्दैनन्, ह्युमन ब्रेन इन्कम्प्लिट कुरा मन पार्दैन, त्यसै कारणले क्युरियोसिटी इज इक्वल्स टु रिटेन्सन। र वाइ मस्ट भिडियोज फेल, रियालिटी चेक हेरौँ। मस्ट फेसबुक भिडियोज किन डेड हुन्छन्, यो 4 गल्तीले। लङ इन्ट्रो, टपिक जम्प, फोकस हराइहाल्यो।
सेम टोन र इनर्जी, अर्ली कन्क्लुजन। भिडियो इन भए जस्तो लाग्यो भने अडियन्सले पनि इन गरिदिन्छ। इनर्जी, क्युरियोसिटी अनि फ्लो यो सबै मेन्टेन गर्नुपर्छ। र फेसबुक अल्गोरिदम सिग्नल्स इनसाइड भ्यूलाई हेर्नेछौँ हामी। फेसबुकले भाइरल डिसाइड गर्दा यो सिग्नल्स हेर्छ। एभरेज वाच टाइम, रिप्लेज, सेयर्स अनि कमेन्ट्स। अब लाइक त यहाँ छँदै छैन, लाइक सबैभन्दा कम इम्पोर्टेन्ट छ। कमेन्ट गर्न मन लाग्यो भने भिडियो अलरेडी विन भइसक्यो। कमेन्ट्स इक्वल्स टु इमोसन प्लस ट्रस्ट। भिडियो जति डिस्कस हुन्छ फेसबुकले त्यति पोस्ट गर्छ। र भाइरल फर्मुला, यसलाई सेभ गर्नु होला। यो फर्मुला सेभ गरिहाल्नुहोस्। हुक प्लस भ्यालु प्लस रिटेन्सन प्लस इमोसन इक्वल्स टु भाइरल पोटेन्सियल। हुकको बारेमा हामी कुरा गऱ्यौँ, भ्यालु दिने कुरामा पनि हामीले कुरा गरिसकेका छौँ पहिलाकै भिडियोमा। रिटेन्सनमा पहिलाको भिडियो, आजको भिडियो हामीले कुरा गरिसक्यौँ र बाँकी रहेको छ इमोसन। अब इमोसन के हो त? जुन फर्मुलाको लास्टमा आए पनि भिडियोको सुरुबाटै यसले काम स्टार्ट गर्छ। इमोसन भन्या के हो? फियर, होप, रिलिफ, क्युरियोसिटी, फरक फरक टाइपको इमोसन रहन्छ। इमोसन बिना कन्टेन्ट सिर्फ इन्फर्मेसन हुन्छ। इन्फर्मेसन सिकाउँछ तर इमोसन भाइरल बनाउँछ। आजको काम एकदम प्र्याक्टिकल छ। नम्बर 1 मा 3 वटा डिफ्रेन्ट हुक्स लेखिहाल्नुहोस्। नम्बर 2 मा एउटा भिडियो बनाउनुहोस्। पर्फेक्सनलाई वेट नगरिकन बनाउनु पर्यो। र नम्बर 3 फर्स्ट 10 सेकेन्ड्स टेस्ट गर्नुहोस्। फर्स्ट 10 सेकेन्ड्स राम्रो भयो भने भिडियोको लाइफ चेन्ज हुन्छ। भोलिको भिडियोमा म सिकाउँछु फेसबुक पेज नेम, निच एन्ड पोजिसनिङ स्ट्राटेजी। यो भिडियोले हजुरको पेजको आइडेन्टिटी लक गर्छ। कमेन्टमा लेख्नुहोस् डे 10 रेडी अनि सिरिज कन्टिन्यू गरौँ।